मर्निङ नमस्ते गाइस। आजको भ्लग चाहिँ घरबाट आज ढिलो उठ्यो। यता भैँसीहरू घाँस खाँदै आज चाहिँ म माथि मिटिङमा जानु लाग्यो। गुम्बाको मिटिङ छ अनि मेरो घर चाहिँ यहाँ हो। अनि यहाँबाट बाटो उताबाट छ, तर बाटो त्यता जान झ्याउ लाएर यतैबाट निस्किदिएको। अनि यहाँ चाहिँ अहिले अनार खेती टन्न लगाउनु भएको थियो। अहिले फेरि बुद्ध चित्तमालाहरू रोप्नु भएको छ कलबी गरेर। एक दुईवटा अनारहरू चाहिँ राखेको छ। बुद्ध चित्त यो चाहिँ एकदम राम्रो क्वालिटीको हुन्छ। बुद्ध चित्तको माला पैसा नि राम्रो आउँछ यसको। राम्रो दाना परेको एउटा रुखको 6-7 लाख आउँछ। अनि अरू चाहिँ खाली छ। मनी यहाँ छ कौसीमा। खाना खायो घाम ताप्दै। निजी सुन्दैन, आफ्नै धुनमा छ। फोनमा जहिले फोनमै बिजी हुन्छ मम्मी चाहिँ। तोरी यो चाहिँ हिजो भाउजूले सबै त्यो अनारको यस्तो रुखहरू फोहोरहरू भनौँ न जलाएको। अब यसलाई जोतेर अनि नेक्स्ट बाली लाउने गाइस। टमाटर यहाँ छ। अनि यो पर्खालदेखि माथि चाहिँ यता माथिकोहरूको यहाँ भत्केर बनाइरहेछ गाइस। माथिबाट कस्तो देख्दो रहेछ एउटा गाई। यो पारीको तेमाल भयो, घाङ छ। हामी 1 2 3वटा हाम्रो घर, 1 2 दाईको घर। यहाँ चाहिँ जम्मा दाजु बुवा र दाई मात्र हो, तर यत्रो ठुलो टोल जस्तो देखिन्छ है। तर यहाँ 2जना परिवार मात्र हो हाम्रो। यता मामा घर छ, चिप्ले भन्छ यसलाई। अनि यता ठुल्बाउहरूको छ, यता रुखले छेकेको छ। अनि हेटौँडा जाने बाटो यहाँबाट छ। हेटौँडा होइन, खारपाचोक कालिन्चोक माथि जाने बाटो। यो चाहिँ थिङटोल गाइस। धनियाँहरू खतरा छ यहाँ। धनियाँ लसुन खुर्सानीहरू चाहिँ किन्नु पर्दैन गाइस, टनक्क हुन्छ। यो चाहिँ भतिजको घर हो। भतिज चाहिँ बाहिर छ। भतिज त होइन सम्धी हो, तर सबैले भतिज भनेर भतिज। रुख कटर आफ्नै करेछ बारी। पुरानो घर भतिजहरूको चाहिँ मामा थियो। बुढो कहाँ जान्छ दिनभरि। आँगनमा आयो किनकि बाटो यस्तो भएर बन्द गरे। माथि चढ्न अप्ठ्यारो हुन्छ। यताको घान्टोल, यो थिङटोल। अब टोलमा के छ हेरौँ है त। मान्छे छैन, ढोका बन्द। बाख्राहरू मात्र छ। कस्तो दामी बाख्रा छ। कोही छैन घरमा। टोल मात्र छ, मान्छे हुँदैन। यस्तो भइसक्यो अहिले। कुखुरा नि छैन क्या। एउटा भाले रहेछ ल। यहाँ चाहिँ कोही भत्काएको। यहाँ पुरानो घरहरू भत्काएर नयाँ लासो म भाइ ठाक्रे नि लावा फेरि भाइ ठाक्रो ओलम दिने निदोजिङ है ममानो खाएर आउने खालाङ साथै। ल म ढिलो भइरहेको आइज। सबैजना गइसकेको छ। बुवाको नाम निकालिसक्यो, सबै आइसक्यो। मात्र बुवाले भन्नु भएन कि बिहानै अनि बिर्सिरहेको। बुवा स्कुलमा जानुहुन्छ। अनि जाँदा बिहानै भनेको भए त म पनि 10 बजी उठ्यो। फेरि उठ्न पनि 9 बजी बुवा निस्किनुहुन्छ स्कुलको लागि। अनि भन्नु भएन अघि पो। त्यहाँ एकजना यता पारीको आउनुहुन्छ क्या मिटिङको लागि। यहाँ घरमा देख्दा पो आज मिटिङ गर्ने भन्न थाल्यो। अनि यहाँबाट भ्यू हेर्नु न। ओप्पो खतरा देख्छ है।
मलाई चाहिँ राम्रो लाग्छ अब आफ्नो गाउँ सबैले राम्रै लाग्छ अहिले मिटिङ हुने चाहिँ यहाँ माथि मानेमा हो अब म त्यहाँ नजिक गएर भिडियो गर्छु है त गाइस बाई माथि माने डाँडादेखिको भ्यू रोड मिटिङ यहाँ हुँदैछ देखाउँछ है त तपाईँहरूलाई हितम त देख्दैन त ए सके जस्तो छ मिटिङ गोर्की 8 गते गोर्की चोडुबाङ्दा गोर्की आगुवाकाल्दा गोर्की याङ्दा ल हाम्रो मिटिङ सकिएछ गाइस म धेरै छिटो भयो आउन आगे खेल मलाई हल्का पर आगे या हिँडाके के हो गामी बाइठाएको काम बाइठाएको छ जित्ने म या हो या या को छ एक्लै हो जाने अब म चाहिँ तलतिर जान लागि तामसँग गाइस 27 गते मुखबाला आइए सानोला नहाँस बाटो आउँदैन च्यानल क्रिएट गर्ने मान्छेलाई आउँदैन सरी गाइस हिजो भिडियो हाल्न पाइनँ किनकि हिजो म कतै पनि गइनँ उठ्न नि सकेन किनकि मलाई अलिक गाह्रो भइरहेको थियो त्यसको लागि आइएम भेरी सरी यो भ्यू चाहिँ गाइस अब तलतिर हाम्रो यो हेटौँडा निस्किने रोडको हो लासकोटबाट माथि जाने तपाईँहरू हेर्नु गाउँहरू हेर्नु होइन तर हिजोको लागि चाहिँ एकदमै सरी अनि भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु है अनि रेगुलर हेर्नेहरूले चाहिँ म एकदमै सरी माग्न चाहन्छु बाटो यस्तो छ गाउँको तैपनि म सकेसम्म अझै पनि नयाँ नयाँ भिडियोहरू ल्याउन कोसिस गर्छु तर हिजो चाहिँ सरी त्यसको लागि चाहिँ सरी है गाइज यहाँदेखि अब आइन हाम्रो बिपी हाइवे यतिको राम्रो छ बिपी हाइवेमा हालत आमा म अस्ति गएको है भाइ मान्दै मैले भर्खर बन्द गरेर आएको बिपी हाइवेको छेउमा आन्द्रा भुँडी सबै हल्लियो यहाँदेखि तलतिर त होइन खोला क्या त्यही भएर त कोहीमा पानीमा छिराएको छिरै कोही ठाउँमा कोही ठाउँमा धुलो पेट हिताम पनि ठेकदार होइन त होइन नि के हो त अनि के गर्दैछ आजभोलि त मालाको व्यापारी हो कि हिरो छिरो कलबी गरेको देख्छु पुरै म साँच्चै एकदम मेरो नि सेवा गर नि त लु अहिले सेवा गरिरहेछ सेवा रोडको नाम हिताम हाइवे यहाँदेखि होइन धेरै जग्गामा खारदोकसम्म होइन छेउछेउको रुखतिर यहाँ रोड छेउछेउ रुख बिरुवा जिम्मा घर चाहिँ यहाँ तलतिर लाग्यो म त्यो राखिदियो भन्नु 8-10 किलोमिटर हुन्छ अब त्यहाँ माथिसम्म होइन बिरुवा रोपिदिन्थ्यो रुख छेउछेउ बाटो छेउछेउ केहीबाट उसको सस्तो खाएर ल्याएर रोपिदिएर त्यसलाई बचाउने हुर्काउने पनि गर्ने राख्दैन राखिदिन्छ होला नामै नभएपछि आफ्नो राखिदिने नि के हुन्छ पावर हाउस पनि खोइ घाँस उम्रिनु रहेछ अहिले त अब आउँदा यो पनि एमसी गर्दा क्यारिङ त खेल्नै आउँदैन गेम बोर्ड गेम हान्ने हो बोर्डमा राम्रो बोर्ड खेल्दैन केटी त अनि आउँदैन अनि गेमै खेल्ने नि ल कुन्दनहरू दिएछ कुन्दु पनि दिइरह नि ए त्यसको त काम छ भनेर अनि त्यसको काम चाहिँ हुँदैन त्यसको कामै त्यही हो क्यारिङबाट हान्ने हो
अघि नै मलाई फोन हानिरहेको थियो माथि पहिलामा जाँदै चाहिँ होइन गीतै आइरहेको छ भाइ त्यो चाहिँ तुलसी गाउँपालिका बिपी हाइवे लाइक दिस बिपी हाइवेको ताल त्यस्तो छ गाइज हेर्नु खोलाइ खोलाबाट अहिले चाहिँ म तल जाँदैछु एकैछिन क्यारिम स्यारी भनौँ होइन के छ र किनकि आज म कहीँ पनि निस्किन घरमा सुतेको उठ्यो बिहानै उठ्यो खानसाना खायो त्यसपछि मिटिङमा गयो किनकि ढिलो उठ्यो आज हुन त मेरो उठ्ने टाइम त्यही हो 10-12-1 बज्छ कहिलेकाहीँ चाहिँ आज चाहिँ 10 बजी उठेछु अनि तलतिर झऱ्यो मिटिङमा गएर तलतिर झरेको यो चाहिँ पालेको हो हाम्रो अनि यहाँ चाहिँ क्यारम खेल्ने ठाउँ जक्सन हाम्रो अघि देखाएको चाहिँ बिपी हाइवे त्यस्तो बिग्रिरहेको छ है गाइज पास गर्ने ठाउँ ओ ला 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 धन्यवाद समाजसेवाको लागि समाजसेवी गाइज अब सुरु हुन्छ अनि गाइज एकैछिन गेम सेम खेल्यो अनि गेम त यस्तै हो मजा लाग्छ खेल्नलाई टाइम पास हुनको लागि गेम सेम खेल्यो अनि त्यसपछि घर फर्किनु छ किनकि चाँडै घरमा काम पनि छ काम के हो भने यो हो गाइज अनि गाइज अहिले चाहिँ हामी यहाँ झारके लाउँदैछौँ यसलाई के भनिन्छ धनियाँ अनि त्यसपछि फर्केपछि चाहिँ घरमा आएर धनियाँ सनियाँ उखाल्यो बान्नुपर्छ किनकि यो बेच्न लानुपर्छ किनकि यहाँ चाहिँ धनियाँ लसुन टन्नै हुन्छ अघि सुरुमा मैले देखाएको थिएँ नि तपाईँहरूलाई यहाँ धनियाँ लसुनहरू चाहिँ किन्नु पर्दैन भनेर टन्नैकै हुन्छ कि हाम्रोतिर चाहिँ यसरी उखाल्नुपर्छ टन्नै हुन्छ उखाल्ने सागहरू साग धनियाँ अनि लसुन प्याज पनि हुन्छ प्याज चाहिँ अहिले रोपेको छैन धनियाँ र लसुन अनि अदुवा हुन्छ अहिले चाहिँ तोरी अनि सागहरू प्रशस्तै हुन्छ है हाम्रोतिर चाहिँ बेच्नुपर्छ खान सकिँदैन है यसरी निकाल्नुपर्छ के लाउँदै टनक्कै हुन्छ गाइस तपाईँहरूलाई पनि चाहिन्छ भने भन्नु है म पठाइदिन्छु बुवाले निकाल्नु भएको सबै धनियाँ हो नि फेरि घाँस जस्तो देखिरहेको त्यो चाहिँ तरकारी पाक्यो म चाहिँ कुकम्यान अघिको भिडियो गर्न पाएन मासु अब खाना खान्छु खाना पनि पाकिसकेको छ यो चाहिँ खेतको चामल हो गाइस खेतको चामल यस्तै हुन्छ गिलो गिलो तर थोरै खायो भने टन्न हुने भिडियो यहाँसम्म हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद अब गाइस खाना साना पाक्यो अब खाना खाने सुत्ने बाई बाई